नमस्कार सबैजना। यो धरान 8 मा निर्माण भएको बस टर्मिनलको बिल्डिङ हो। यसलाई हामी अहिले आधुनिक बस पार्कको रूपमा पनि सुन्न र जान्न सक्छौं। यो कतिको आधुनिक छ, कतिको सुविधा सम्पन्न छ। यसले धरानको बस व्यवस्थापनमा, बस तथा सार्वजनिक यातायात व्यवस्थापनमा कतिको भूमिका खेल्छ पछि सञ्चालनमा आएपछि थाहा हुने नै छ। तर यो बस पार्क हेर्दा निकै भव्य र आकर्षक छ। यसका बस पार्कमा आउने बसहरू र अन्य सार्वजनिक सवारी साधनहरू आउने बाटो र यहाँबाट निस्किने बाटो पनि निर्माण सम्पन्न भइसकेको छ। यो तयारीको अन्तिम चरणमा रहेको यो बस पार्कको बारेमा धेरैलाई यसको भित्री कुराहरू थाहा नहुन सक्छ। यो बस पार्कको निर्माणको परिकल्पना 2054 सालमा निर्वाचित भएका मेयर, तत्कालीन मेयर मनोज कुमार मेनेङ्गोले नेपालमै पृथक अवधारणा अनुरूप यो सुन्दर बस्ती आयोजना निर्माण गरेर यो बस पार्क बनाउने परिकल्पना गरेका थिए। तर त्यसपछि यो बस पार्कको निर्माणले गति लिन सकेन। 2072 सालमा संविधान निर्माण भएपछि उक्त संविधान मातहत भएको निर्वाचन 2074 को निर्वाचन पछाडि बनेको स्थानीय सरकार बन्यो। त्यसपछि धरानको मेयर तारा सुब्बा र उपमेयर मन्जु भण्डारी निर्वाचित हुनुभयो। तारा सुब्बा स्वास्थ्यको कारणले 1 वर्ष पनि कार्यकाल चलाउन नपाउँदै उहाँको देहावसान भएपछि धरान उपमहानगरपालिकाको नेतृत्व उपमेयर मन्जु भण्डारीले कार्यवाहकको रूपमा सम्हाल्नुभयो। त्यसपछि यो बस पार्क निर्माणले गति लिएको हो। मन्जु भण्डारी कार्यवाहक मेयर हुँदा यो बस पार्कको शिलान्यास गरेकी हुन्। तत्कालीन अवस्थामा मन्जु भण्डारीलाई यो बस पार्क शिलान्यास रोक्नलाई एमालेका धेरै नेताहरू लागेका थिए। उनले यो विवादका बीच पनि यो बस पार्क शिलान्यास गरेका हुन्। त्यतिखेरको समाचारहरूमा आए अनुसार तत्कालीन नेता शेरधन राई, भीम आचार्य, प्रदीप भण्डारी लगायत धरानका अन्य नेताहरूले यो बस पार्क शिलान्यास गर्नलाई मन्जु भण्डारीलाई निकै ठुलो दबाब सिर्जना गरेका थिए। नगर्नलाई, यो बस पार्कको शिलान्यास नगर्नलाई, रोक्नलाई ठुलै दबाब सिर्जना गरेका थिए। तर पनि तत्कालीन कार्यवाहक मेयर मन्जु भण्डारीले यो बस पार्क शिलान्यास गरेर यसको कार्य अगाडि बढाएकी हुन्। यो बस पार्कको संरचना हेर्दा अहिले धरानको सार्वजनिक यातायात व्यवस्थापनमा यसले ठेक्छ जस्तो देखिँदैन। किनभने यसको निर्माण नै अलिकति आकर्षक देखिए पनि यो बस पार्क भोलिको दिनमा अब यहाँ चाहिँ बस पार्कको क्षमता यसले धान्न सक्छ जस्तो देखिँदैन। अझै पनि यो बस पार्कको निर्माण सम्पन्नमा के विवाद छ। बस पार्कको बिचमा एउटा घर छ, टहराहरू छन्। यहाँ अझै समस्या छ। यो बस पार्कको पूर्ण रूपमा सञ्चालनमा आउनमा मन्जु भण्डारीले शिलान्यास गरिसके पछाडि यसको लागत निकै ठुलो, लागत एस्टिमेट निकै ठुलो भएको कारणले यो बस पार्क निर्माणको कार्य केही समय रोकिएको थियो। अहिले भने यो निर्माण सम्पन्न लगभग भइसकेको छ। लागतलाई केही घटाएर, लागत एस्टिमेट र यसको डिजाइनमा केही परिवर्तन गरेर यो बस पार्क निर्माण सम्पन्न भएको छ। मन्जु भण्डारी पछाडि 2076 सालमा मेयर निर्वाचित भएका तिलक राईले पनि यो बस पार्कको निर्माण कार्यलाई निकै प्राथमिकता साथ लागेका थिए। तत्कालीन नेपाली काङ्ग्रेसको सरकार हुँदा उनले यसलाई आवश्यक पर्ने बजेट ल्याएर यो बस पार्क निर्माण कार्य प्रारम्भ गरेका थिए। तर बस पार्कको यो निर्माण सम्पन्न लगभग भइसके पछाडि पनि अहिलेको स्थानीय सरकार बस पार्कलाई सञ्चालन गर्न त्यति इच्छुक भए जस्तो देखिएको छैन। किनभने यसको कार्यविधि, स्वीकृति लगायतका अन्य कामहरू अत्यन्तै सुस्त गतिमा भइरहेको हामी देख्न सक्छौँ। किनभने निर्माण सम्पन्न भइसकेको छ, संरचना लगभग सबै तयारी भइसकेका छन्। अब यसलाई सञ्चालनमा ल्याउनलाई केले बाधा अवरोध गरेको त्यो हामीलाई
त्यति प्रष्ट रूपमा पब्लिकलाई पनि भनिएको पनि छैन। सायद यो अर्को अघिल्लो जनप्रतिनिधिहरूले गरेको कामको जस उनीहरूलाई नै जान्छ भन्ने आशय हुनसक्छ अहिलेका जनप्रतिनिधिहरूको। त्यसकारण यो फटाफट यो बस पार्क सञ्चालनमा त्यति ध्यान गएको हामी देखिँदैनौँ। यो बस पार्कको निर्माणको मुख्य श्रेय चाहिँ तत्कालीन मेयर मनोज मेन्याङ बोलाइदिनुपर्ने हुन्छ र बस पार्क निर्माण कार्यको थालनी गर्ने तत्कालीन कार्यवाहक मेयर मन्जु भण्डारीलाई यो बस पार्कको निर्माणको श्रेय दिनुपर्ने हुन्छ। अहिलेका जनप्रतिनिधिहरू विशेष गरी अहिले वर्तमान मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेगाले यसलाई जतिसक्दो चाँडोभन्दा चाँडो अग्रसरता लिएर यो बस पार्क सञ्चालन गरेमा भानुचोकमा भइरहेको भिडभाड, भानुचोकमा भइरहेको अस्तव्यस्तता न्यूनीकरण हुन्छ भन्ने अपेक्षा राख्न सकिन्छ।